अब म त्यसैलिङ्गे महिला भनेर यस क्षेत्रमा लागिसकेँ, अहिले यो समुदायको हक अधिकारको लागि लागिसकेँ। मलाई त चुनौती पनि धेरै छन्, चुनौती पनि किनभने अब मेरा साथीहरूले पनि मलाई किन तिमी यसरी उठेको, तिमीले उठेर बेइज्जत गरिन, तिम्रो छोराछोरीले बेइज्जत भएन भन्ने खालको कुरा पनि हिजो पनि मलाई फोनमा त्यस्तो कुरा गर्दाखेरि पनि मलाई त्यो एउटा चुनौती दियो। तर 2-3 जनाले त्यसरी कुरा गर्दाखेरि मलाई चुनौतीको अलिकति महसुस भएर अरू साथीहरूले मलाई घर दैलो कार्यक्रमको लागि जानको लागि फोन गरेर राम्रो काम गर्यो। अनि बाटोमा जाँदाखेरि पनि दिपक तिमीलाई धेरै धेरै धन्यवाद, तिमीले यसरी उठेर तिमीले समुदायको लागि हितको लागि तिमीले सोच्यो, एकदमै राम्रो भनेर त्यस्तो कुरा गर्दाखेरि त्यो सानो चुनौतीलाई चाहिँ मैले अहिले चुनौती नै त आउँछन्, तर त्यो चुनौती नमानिकन पनि अर्को चुनौती नभए पनि त मान्छे बाँच्न त गाह्रै हुन्छ नि। सानोतिनो चुनौती त आइरहनु पर्छ, नत्र मान्छेको जीवन नै जीवन जस्तो रहँदैन नि।